ल आजदेखि चाहिँ धान काट्न सुरु गरियो हैन। टक्क लाएर म धान काट्ने टोललाई सोध्दैछु कस्तो कस्तो छ आज धान। ल प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले। बुवा कस्तो छ धान? धान अब मल बढी भ्यामा कुका छ है। मल नभ्यामा ठिकै छ। यो कुका भने यही त होला हैन, यो कालो कालो कुका भने यो त्यही कालो यो रोग त होला यो धानको। सोत्रा गेरा जस्तो छ यो कुका यसलाई भन्छ। यो चाहिँ धानको रोग होला हैन। यसलाई औषधि हाल्नु पर्ने रहेछ तर भदौको 15-20 गतेसम्म हामीले आएपछि यो कुका हुन्थ्यो ल। यिनीहरूले यो कुकाको लागि दबाई के हुन्छ कसो हुन्छ भन्ने भेटनेरीमा गई सोधबुझ गरिकन दबाई हाल्दै आएर त यस्तो हुन्थेन। एग्रोभेटमा एग्रोभेटमा गएर कस्तो छ त धानको फल त ठिकै देखिन्छ फेरि? फल त एकदम राम्रो छ तर कुका भइकन कहीँ कहीँ बिग्रिएको छ त्यस्तो। ए ठिक छ धन्यवाद है यति भनिदिएकोमा। कुका गरान्न म भएपछि। ए ठिक छ यतातिर फुबु अनि आमा हुनुहुन्छ यतातिर है, उहाँहरूलाई पनि सोध्छु म एकछिन। हाम्रो आमाले चाहिँ बहुत छिटो काट्नुहुन्छ धान निच्यो। धान कस्तो छ आमा? ठिकै छ, एकदम राम्रो फल्या छ अहिले। यता हेर त, यता हेरेर भन्नु दे। राम्रो छ अनि यो दुईटा बुटो काट्ने भने एक मुठो भइजान्छ नि। भइजान्छ। खुब डालको रहेछ क्या अहिले। अहिले डाल त रहेछ 3 बजे घर नबस्या होइन। यो पुरै खेत हो है हाम्रो यो पुरै खेत 2 बिघा छ, 2 बिघा तलदेखि पुरै माथिसम्म पुरै उता अझ काट्न बाँकी नै छ, हरियो छ भनेर छोडेको छ। खेतमा बाउरे अनि ऊ हाम्रा ठुलबा बाउ छोराले चाहिँ उता धान हानिराखन् पुला पारेर। ल तिलकले हाम्रो एकदम धान झट्किने कार्यक्रम चलिरहेछ। अहिले चाहिँ धान चाहिँ राम्रो हुन्छ कि जस्तो लाग्छ। अहिले चाहिँ मेहनत गरेको फल राम्रै होला जस्तो लाग्छ मलाई चाहिँ। पुला पार्नेमा चाहिँ हाम्रो छविलाल सर बस्नु भएको छ उता। यता धान हान्नेमा चाहिँ हाम्रो तिलक जादुगर हुनुहुन्छ। धान हान्नलाई उहाँ एकदम 1-2 पुला हानेर उहाँ फेरि भिडियो बनाउनको लागि मात्रै आउनुभएको रहेछ।